हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। करेलाको अचार बनाउने धेरै तरिका हुन्छ। त्यसमध्ये आज मैले यसलाई एकदमै थोरै तेलमा उमालेर बनाउन गइराखेको छु। ल हेरौँ है त म कसरी बनाउँछु। यसको लागि मैले चाहिँ यो करेलालाई यसरी यो लाम्चो पिसमा काटेर लिएको छु। सबैभन्दा पहिला त हामीले यो करेलालाई बोइल गरेर रेडी गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले एउटा भाँडा लिएँ र पानी तातिसकेपछि त्यसमा काटेको करेलालाई राख्दैछु। र यसरी करेला राखिसकेपछि अब यसमा सानो चम्चाको 1 चम्चा जति नुन राखिदिने र अब यसलाई राम्रोसँग मिक्स गरिसकेपछि अब हामीले यो करेला सफ्ट नमन्जेलसम्म यसलाई बोइल गर्नुपर्ने हुन्छ। हेर्नुस् त यो बोइल हुन स्टार्ट भइसकेको छ। यसरी बोइल हुन स्टार्ट भइसकेपछि 5 मिनट जति पकाएपछि यो यतिको सफ्ट हुन्छ। यसलाई चाहिँ एकदमै धेरै सफ्ट पनि गराउनु हुँदैन। यतिको भएपछि अब यसको पानी तारिदिने। ल हेर्नुस् त पानी तारिसकेको छ। ल अब अचार बनाउन सुरु गरौँ। मैले चाहिँ एउटा मिक्स गर्ने भाँडो लिएँ र त्यसमा अब यो बोइल गरेको करेला, यो उसिनेको आलुलाई मैले सानो पिस गरेर काटेर लिएको छु। त्यसलाई पनि मैले करेलासँगै राख्छु। र मैले चाहिँ सानो ओनियनलाई सानो मसिनो गरेर काटेर लिएको छु। हजुरहरूले ओनियन मन पर्दैन भने युज नगर्दा पनि हुन्छ। र अब हामीले सधैँ जसो किचनमा युज हुने मसलाहरू युज गर्न सकिन्छ। मसलामा मैले स्वाद अनुसार जिरा धनियाँको धुलो, थोरै गरम मसला, यो चिल्ली फ्लेक्स, हजुरहरूलाई पिरो मनपर्छ भने हरियो खुर्सानी पनि युज गर्न सक्नुहुन्छ। आज चाहिँ मैले धुलो खुर्सानी मात्रै युज गरेको छु। त्यस्तै गरेर थोरै टिमुरको धुलो र मैले यसमा चाहिँ भाङको छोप राखेको छु। हजुरहरूलाई जेको छोप मनपर्छ त्यो युज गर्न सक्नुहुन्छ। र अब एउटा प्यान लिने, प्यानमा चाहिँ थोरै तेल राख्ने। तेल तातिसकेपछि अब चाहिँ हामीले त्यसमा यो पन्चफोरन फुराइदिने र पन्चफोरन फुरिसकेपछि सबभन्दा लास्टमा चाहिँ थोरै काटेको लसुनलाई राखिदिने र लसुन गोल्डन ब्राउन भइसकेपछि थोरै बेसार राख्ने र बेसार राखिसकेपछि अब त्यो तेललाई करेलामा झानिदिने। र लास्टमा मैले थोरै कागतीको रस पनि राखेको छु र स्वाद अनुसार नुन। र यति सबै गरिसकेपछि अब चाहिँ यो करेलामा मसला मजाले लाउने गरेर मिक्स गर्ने। यो मिक्स गर्ने बेलामा चाहिँ एकदमै हल्का हातले मिक्स गर्नु होला। करेला चाहिँ हल्का सफ्ट हुने भएकोले एकदमै छिटो म्यास हुन्छ। हेर्नुहोस् त यो कस्तो मजासँग मिक्स भइसकेको छ र एकदमै मिठो करेलाको अचार बनेर रेडी भइसकेको छ। बिना झन्झट नै एकदमै मिठो करेलाको अचार बनेर रेडी भइसकेको छ। हजुरहरू पनि एकपटक यसरी नै करेलाको अचार बनाएर ट्राई गर्नुहोला। एकदमै मिठो बनेर रेडी हुन्छ। हजुरहरूले यसलाई खानासँग, रोटीसँग, चिउरासँग, जेसँग पनि सर्भ गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई मेरो यो रेसिपी मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला।